भोट दिएर आएँ। अब के भयो भन्दाखेरि अहिले कति 7 बजे गएको होइन, हामी 6:30 बजेतिर 7 बजे गएको। अनि ठिक्क उयो थियो। अनि भरे भन्दा मोबाइल हिरो नि भनेर मोबाइल लगेँ, नलानु पर्ने रहेछ। अब त्यहाँको पुलिसहरूले मोबाइल नलानु भन्यो। अनि तपाईँ नै राखिदिनु न त भनेर भनेको कि। अनि हुँदैन भन्यो। अनि त्यसपछि एउटा अङ्कल बुढो अङ्कल हुनुहुन्थ्यो। अनि मम्मीले चिन्नु भएको रहेछ। अनि त्यो अङ्कललाई मम्मीले थमाइदिनु भयो आफ्नो फोन। अब एयरप्लेन मोडमा अनि गयो। भरे बाहिर भोट पनि हाल्यो होइन, बाहिर निक्लिन्छु त छैन। अब त्यो अङ्कल अब कहाँ खोजे सबै खोजिसक्यो भेटिँदैन। अनि मम्मीले त्यो अङ्कलको घर देखेको छौँ, जाम भन्नुभयो त्यो बुवाको। अनि भरे भन्दा गएको, त्यहाँ पनि हुनुहुन्न। अनि उहाँको नातिलाई लिएर खोज्न गयौँ, खोजे भेटेनौँ। अनि यता साइडमा क्या यति धेरै फोन बोकेर एउटा आन्टी बसिराख्नु भएको थियो। अनि यहाँ छ है फोनहरू के भन्दै हुनुहुन्थ्यो क्या, कसैको होला भोट दिएर आएको बिचरा, कसैले थमाएको। अनि आफूले सातो गयो, फोन पनि छैन। अब त टेन्सन भयो। अनि भरे भन्दा लास्टमा त्यो आन्टीलाई यस्तो हेर्छु त माथि मेरो फोन छ। अब यो त फोन मेरो हो भनेर त्यो आन्टीलाई सर्फर मेरो नानीको फोटो छ, यो मेरो फोन हो, हेर्नु न मैले त यो अङ्कललाई दिएको थिएँ भने ठ्याक्क अङ्कल पनि त्यही साइडमा। हे भगवान्, मैले त्यस्तो खुसी भयो। अबदेखि कसैले पनि फोन बोकेर नजानु होला, नत्र म अघि आइसक्थेँ। आधी घन्टा लस भयो मेरो। अनि भिडहरू ठिकै थियो, त्यस्तो खासै थिएन। अनि मेरो उमेर फेरि हेर न, उमेर नै पत्याउँदैन त्यो उयोहरूले होइन। अब म 33 इयर्स ओल्ड हो, तपाईँ दिदी बहिनीहरूको पनि पो राख्छ त भन्छ होइन। अनि यस्तो रिस उठ्यो है। अनि मलाई त कसरी दिदी बहिनीहरूको राख्छ त, फोटो हेर्नु न भनेर भने होइन। अनि त्यसपछि त्यही हो। अनि ओभरअल भयो, लगाइयो भोट। अनि मलाई मन नपरेको त्यो स्वास्तिक छाप पनि नि ढ्याप्पै यस्तो गोलो पारेर लाग्नुपर्ने, ढ्याप्प गर्दा पनि कति यो भित्रको त लाग्दो रहेछ कि बाहिरको पुरै गोलो हुँदैन रहेछ। यति कोही बेला एउटा सुरुकोमा चाहिँ भयो होइन। अनि त्यसपछि अर्कोमा चाहिँ सामुन्ने पातिकमा दिँदाखेरि चाहिँ यो 20 to 30% गोलो भएन क्या। अनि म त कस्तो डर लाग्यो, रद्द होला कि जस्तो पनि लाग्यो, तर नहोला। थ्याङ्क्स फर वाचिङ।